प्रतिहार र विश्वासघाती सिपाही बोकेर युद्धमा होमिएको कमान्डर जस्तो ओली देउबासँग पंगा लिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सायद कारागारको कानुनी क्लोज क्याम्पभित्र मनमनै सोच्दा हुन् मित्रबाट जोगिएको भए शत्रुसँग आफै लड्ने सामर्थ्य राख्ने थिए। तर दुर्भाग्य रविलाई कांग्रेस एमाले भन्दा बढी आफ्नैले घात गरेर भट्कालोमा हाले। रवि आफ्नासँग जोगिन नसक्दाको परिणाम जेल जाकिएका छन् भन्दा फरक पर्दैन। जीबी राईसँग जोगिन नसक्दा सहकारी ठगी आरोप खेप्न बाध्य भए। विश्वास गरेर छानबिन समितिमा पठाएका शिशिरको भूमिकाले जेल परे। कुलिङ पिरियडको छानबिनमा पठाएका गणेशको भूमिकाले रविका आफ्नै दुश्मन जोगिए। यसलाई पुष्टि गर्न दुईवटा तथ्य मात्रै काफी छन्। एक, गणेश पराजुली सदस्य कुलिङ पिरियड संसदीय छानबिन समिति। यो प्रतिवेदनले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं कुलिङ पिरियड बदमाशीका मुख्य आरोपी रामहरि खतिवड़ालाई क्लिन चिट दिएको छ। सदस्य रहेका राष्ट्रपाका सांसद गणेश पराजुलीले यसमा हस्ताक्षर धस्काएर रामहरिलाई जोगाउन भूमिका खेलेका छन्। जबकि रामहरिको कमजोरी प्रत्येक पाइलामा देखिन्छ। नेतृत्व र कर्मचारीको दबावमै उनकै गैर जिम्मेवारीका कारण बदमाशी भएको विषय प्रतिवेदनमै प्रष्ट छ। तर कारबाही सिफारिसको अडान समेत लिन सकेनन्। एमाले कांग्रेसले जे चाहेका थिए त्यसमै सहमति जनाएर हस्ताक्षर धस्काए। नोट अफ डिसेन्ट समेत लेख्न सकेनन्। रविलाई सहकारीमा जाग्न विशेष भूमिका खेल्ने रामहरिको त्रुटि भेट्दा पनि गणेशले अडान लिएर कारबाही सिफारिस गर्ने कुरामा भूमिका खेल्न सकेनन्। बरु क्लिन चिट दिन सहमति जनाए। रामहरि जोगिएर राष्ट्रपाले फेरि रविमाथि अर्को घात गरेको विश्लेषण भइरहेका छन्। प्रतिवेदन तयार भएको छ र राजनीतिक रूपमा हस्ताक्षरकर्ताहरू स्वाभाविक रूपमा जिम्मेवारी हुने भन्ने कुरामा यो नकार्न सकिँदैन। त्योभन्दा बाँकी भनेका तथ्यगत रूपमा अरू पार्टहरू छानबिन गर्नुपर्छ भने सरकारको दायित्व हो। सरकारले गर्छ त्यसपछि फर्दर अरू कुरा। शब्दमा छेडखानी गरेकालाई कानुनी रूपमा कारबाहीका लागि सिफारिस गरेर पदीय जिम्मेवारीबाट अपदस्थ गर्न खुट्टा कमाएको राष्ट्रपाले बुधबार संसदमा भने रामहरिको राजीनामा मागेर रामलीला देखाएको छ। कारबाही सिफारिसकै लागि बनेको समितिमा कांग्रेस एमालेसँगै मिलेर सहमति जनाइसकेपछि बाहिर हल्ला गर्नुको अर्थ के होला? अक्सर यो दिदा नखाने राति कोल चाक्ने राष्ट्रपाको रवैया हो। यस्तै रवैयाका हाकिम मनिष झाको यो बेतुकको सवाल हेरौँ। अब यो कुलिङ अफ पिरियडको बारेमा राज्य व्यवस्था समितिका सभापतिज्यूमाथि नैतिक प्रश्न उठेको छ। यस्तै छापाखानाहरूमा समाचार आउँदै गर्दा हामीलाई नैतिक प्रश्न सोधिन्थ्यो। अब उहाँलाई नैतिक प्रश्न, यो नालायकीपनको जवाफ कसले दिने? कसरी यसको जिम्मेवारीपनको जवाफ कसले दिने? मेरो नाम लेखिएको छैन भन्दैमा उम्किन पाइन्छ। नम्बर 2, शिशिर खनाल, सदस्य सहकारी संस्था बचत तथा रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन समिति। रवि लामिछानेलाई कारबाही सिफारिस गर्ने प्रतिवेदनमा यिनले पनि कलमको निब भाँचिने गरी दबाएरै हस्ताक्षर धस्काएका थिए। जबकि त्यही प्रतिवेदन रविलाई अनुसन्धानको दायरा